यो धनतेरसमा जित्नुहोस् एउटा चाँदीको सिक्का। के हजुरहरूलाई थाहा थियो धनतेरसको दिन सुन, चाँदी, भाँडाकुटी तथा गणेश वा लक्ष्मी भगवानको मूर्ति घर भित्राएमा सालभरि घरमा शुभता, आर्थिक स्थायित्व र समृद्धि कायम रहने मान्यता छ। र यो धनतेरसलाई स्पेशल बनाउन कोबकमा लोकेटेड रत्न ज्वेलर्सले चाहिँ आफ्नो फर्स्ट 10 कस्टमर जसले चाहिँ धनतेरसको दिन $500 भन्दा धेरै स्पेन्ड गर्नुहुन्छ उहाँहरूलाई एउटा चाँदीको सिक्का सौगात स्वरूप दिने अफर राख्नु भएको छ। रत्न ज्वेलर्समा चाहिँ हजुरहरूले सुन र चाँदी दुईटैको डिफ्रेन्ट प्राइस रेन्जेसमा सामानहरू पाउन सक्नुहुन्छ। मलाई चाहिँ उहाँहरूको सुनको इयरिङको कलेक्सनहरू एकदमै मन पर्यो, कस्तो ब्युटिफुल पिसेसहरू। मलाई चाहिँ त्यहाँ भरिमा यो दुईटा पिसेस एकदमै मन पर्यो, त्यही भएर आई ह्याड टु ट्राई देम अन। म जस्तै हजुरहरू पनि यो धनतेरस रत्न ज्वेलर्स जान चाहिँ नछुटाउनुहोस्। ह्यापी तिहार एभ्रिवान।